नेपालको अहिलेको संविधानले राजतन्त्र चिन्दैन। राजतन्त्र चिन्दैन, त्यसैले त्यो विषयमा संसदभित्र छलफल गर्न पाइँदैन। त्यसले गणतन्त्र मात्र चिन्छ। राजतन्त्र इतिहासको विषय भइसक्यो। संसारमा धेरै राजतन्त्र इतिहासको विषय हुन्छन्, किनभने राजतन्त्र भनेको विशेषाधिकार हो। राजतन्त्र भनेकै आफैमा विशेषाधिकार हो। त्यसैले संसार एउटा गीत गाएर घर फर्किरहेको कलाकार प्रवीण गुरुङलाई नारायण हिटमा मोटरसाइकलमा गइरहेको बेलामा पछाडिबाट गाडीबाट लखटी लखटी किचाएर मारे। के यो पनि झुटो हो? अनि जब हल्ला खल्ला भएर मुद्दा चलाउनु पर्ने कुरा उठ्यो, त्यसपछि एउटा भुजेल खडा भयो, नक्कली उसले चढाइरहेको थियो गाडी भनेर। यही होइन राजतन्त्रमा भएको नमुना, कानुनको शासन। 2012 सालमा छापिएको नेपालको हुलाक टिकटमा चुच्चे नक्सा छ। 2012 सालमा छापिएको हुलाक टिकटमा नेपालको नक्सा छ। नेपालले छापेको टिकटमा 17 सालपछि यो पञ्चायतको अवधिमा त्यो चुच्चे नक्सालाई कसले बुच्चे बचायो? जवाफ चाहियो यहाँ। कहाँ हराएर किन हरायो त्यो चुच्चे नक्सा? त्यसको जवाफ दिनु पर्दैन? अनि यो संसदले फेरि हाम्रो यही गणतन्त्र आएपछि यो संसदले एसोर्ट गर्यो, आफ्नो पुरानो नक्सा खोज्यो र त्यसलाई पुनर्स्थापित गर्यो। अनि यो चाहिँ राष्ट्रियता कमजोर भएको हुन्छ। तपाईँहरू जुलुस निकाल्नुहुन्छ राजावादीहरूको भनेर, त्यहाँ यसो हेऱ्यो, सबभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तर प्रदेश। यही हो देशभक्ति? देशभक्तिको नमुना यही हो। त्यसैले सभामुख महोदय, म भन्छु, राजा महेन्द्रको पालामा राजतन्त्रकै पालामा, सक्रिय राजतन्त्रको पालामा नेपालको चुच्चे नक्सा हरायो। त्यति मात्र होइन, नेपालको लोकतन्त्र पनि हरायो। 17 सालको काण्ड गरेर सम्पूर्ण नेताहरूलाई प्रवासमा पठाइयो, जेलमा सयौँ 10औँ वर्ष हालियो। त्यसैले मैले के भनेको, इतिहास फर्केर हेरौँ। अब आउनुहोस्, 46 सालमा आन्दोलन गऱ्यौँ, हामीले प्रजातन्त्र अथवा बहुदलीय प्रजातन्त्र, बहुदलीय लोकतन्त्र स्थापना गऱ्यौँ। हामीले मान्या, हामी गणतन्त्रवादी एमालेहरू, तर हामीले सम्झौतामा के मान्यौँ भने ठिक छ संवैधानिक राजतन्त्र मानेर जाने। त्यो संवैधानिक राजतन्त्र कसले उल्टायो? त्यो उल्टाको राजा ज्ञानेन्द्रले असोज 18 र माघ 19 गरेर होइन। अनि राजतन्त्र के को लागि चाहियो? त्यसैको लागि। अनि युवराज दसैँ र तिहारको बेलामा लुकेर बनाइयो पारसलाई। त्यसपछि युवराजले के गरे? एउटा गीत गाएर घर फर्किरहेको कलाकार प्रवीण गुरुङलाई नारायण हिटमा मोटरसाइकलमा गइरहेको बेलामा पछाडिबाट गाडीबाट लखटी लखटी किचाएर मारे। के यो पनि झुटो हो? अनि जब हल्ला खल्ला भएर मुद्दा चलाउनु पर्ने कुरा उठ्यो, त्यसपछि एउटा भुजेल खडा भयो, नक्कली उसले चढाइरहेको थियो गाडी भनेर। यही होइन राजतन्त्रमा भएको नमुना, कानुनको शासन। त्यसैले नेपाली जनतालाई राजतन्त्र चाहिएको होइन। र सभामुखज्यूको गम्भीरतापूर्वक एउटा ध्यान आकर्षण गर्न चाहन्छु, नेपालको अहिलेको संविधानले राजतन्त्र चिन्दैन। राजतन्त्र चिन्दैन, त्यसैले त्यो विषयमा संसदभित्र छलफल गर्न पाइँदैन। त्यसले गणतन्त्र मात्र चिन्छ। राजतन्त्र इतिहासको विषय भइसक्यो। संसारमा धेरै राजतन्त्र इतिहासको विषय हुन्छन्, किनभने राजतन्त्र भनेको विशेषाधिकार हो। नेपाल एकीकरणमा महत्त्वपूर्ण भूमिका खेले, नेपालको सिमाना बढाउन खोजे। तिनलाई अब इतिहासकारहरू फरक कुरा हुन्छन्। कोहीले तिनलाई तेल सर्केर जेलमा मारियो भन्छन्, काका भतिजा र देवर भाउजूको लडाइँमा। कोहीले चाहिँ आत्महत्या गर्न बाध्य बनाइयो भन्छन्। अनि रणबहादुर शाहको उपद्रवहरू, दरबारको द्वन्द्वले गर्दा, जेठी र कान्छी रानीको लडाइँले गर्दाखेरि भीमसेन थापा र दामोदर पाण्डे जस्ता देशभक्त भारदारहरू काटिए। त्यसपछि आएर हेरौँ, राजेन्द्र विक्रम शाहको पालामा कसले कोतपर्व घटायो? जेठो युवराजलाई मारेर त्यसलाई हटाएर आफ्नो छोरालाई युवराज बनाउन कान्छी रानी राज्यलक्ष्मीले षड्यन्त्र गर्दाखेरि कोतपर्वको जन्मेको होइन, जहाँबाट 104 वर्षको राणा शासनको बीजारोपण भयो। त्यसपछि आएर हेर्नुहोस्, त्रैलोक्य विक्रमलाई युवराज सधैँ कसले बिख खुवाएर मार्यो दरबारमा? के कुनै जनताले गरिरहेको थियो षड्यन्त्र? त्यसपछि आएर त्रिभुवनमा हेर्नुहोस्, दिल्ली त गए, तर दिल्लीको कलकत्तामा क्लबहरूमा चाहिँ राजा वीरेन्द्रले विभिन्न थरीका आइमाईहरूसँग रसरङ्ग मचाउन थालेपछि त्यस बेलाको स्टेट्सम्यानदेखि भारतीय पत्रिकाहरूले टिप्पणी गरे के हो, र नेहरूले बाध्य भएर इन्डियाको प्रधानमन्त्रीले बोले यो नेपालको राजाको तरिका ठिक भएन भनेर। राजा त्रिभुवनले काँधमा बोकेर देशमा ल्याएर राजा बनाइयो। त्यो लोकतन्त्रलाई उनका छोराले खोसे, महेन्द्रले खोसे। आज हामीले यो बोल्न दिनुहोस् सभामुख महोदय, आफ्नो टाइममा बोल्नुहोस् न। किन मान्य सदस्य के को लागि उठ्नु भएको छ? के कुन नियम? के नियम? म इतिहासबाट साबित गरेर देखाइदिन्छु। इतिहासका पुस्तक पढेर। मान्य सदस्य, मैले यहाँलाई समय दिएको छैन, त्यसैले आसन ग्रहण गरेर बसौँ र मान्य सदस्य अगाडि बढ्नुहोस्।
इतिहास पढेर आउने, मसँग बहस गर्ने भने इतिहास पढेर आउने, जुम्लामा हाउ गरेर आएको जस्तो होइन। इतिहास पढेर आऊ, बहस गर्ने भने आउनुहोस् न पढेर। मान्य सदस्य आसन ग्रहण गरौँ र मान्य सदस्यलाई बोल्न दिनुहोस्। मैले बोलेको इतिहास गलत हो भने इतिहासका पुस्तक पढाएर मान्य सदस्य समय लिएर बोल्नुपर्छ। त्यसले गर्दाखेरि मान्य सदस्यलाई मैले समय दिएको छैन, त्यसले आसन ग्रहण गरौँ र मान्य सदस्य बोल्नुहोस्। के भन्नु पाइन्छ मलाई थाहा छ। मान्य सदस्यहरू यहाँ मैले बोल्न पाउँछु सभामुख महोदय, मेरो गएको समयको हिसाब होस्, यो डिस्टर्ब भएको समयको, यो मेरो समयको डिस्टर्ब। मान्य सदस्य आसन ग्रहण गरेर बसौँ।